जलते निशम। हे पिताजी, यो संसार असार हो, यो समुद्र हो, यो दुःखको सागर समुद्र हो यो संसार। यहाँ दुःखै दुःख छ, यहाँ सुख छैन, यहाँ सुख भेटिँदैन। यहाँ न कोही आफ्नो छ न कोही पराई छ। हेर्नुहोस्, सुत कस्य धनम कस्य स्नेहवान जलते निशम। यो एउटा माया मात्रै हो। यहाँ कसैका सन्तति छैनन्, कसैका माता पिता छैनन्। यहाँ कोही आफ्नो छैन, कोही बिरानो छैन। मन एव मनुष्याणम कारणम बन्धमुक्ष। यो मन मात्रै हो। हेर्नुहोस्, मनले आत्मीय मान्यो भने आत्मीय हुन्छ, मनले पराई मान्यो भने पराई हुन्छ। केवल मनिरामको खेल हो है पिताजी, यहाँ अरू केही पनि छैन। यो चाल, यो सब माया हो। यो बुझ्नुहोस्। न चेन्द्रस्य सुखम किंचिन न सुखम चक्रवर्तिन सुखमस्ति विरक्तस्य मुने एकान्त जीविन। यहाँ सुख कसैलाई छैन पिताजी। न चेन्द्रस्य न च इन्द्रस्य सुखम, न इन्द्रलाई सुख छ। हेर्नुहोस्, किंचित थोरै पनि सुख इन्द्रलाई छैन। इन्द्रलाई पनि बडा डर छ, मेरो इन्द्र आसन कसैले फुस्काइदिला कि भन्ने डर त इन्द्रलाई पनि छ। न सुखम चक्रवर्ती न चक्रवर्ती राजालाई सुख छ, कसैले मेरो सीमा पो मिच्छ कि राज्यको भन्ने त चक्रवर्ती राजालाई पनि छ। सुखम अस्ति विरक्तस्य मुनेः एकान्त जीविनः। यदि सुख छ भने केवल एकान्त जीवी त्यस्ता मुनि महात्माहरूलाई मात्रै छ, जो विरक्तलाई धारण गरेर एकान्त रहेर भजन गर्नुहुन्छ। त्यस्ता महात्मालाई मात्रै सुख छ। त्यस कारणले गर्दाखेरि मुञ्चा ज्ञानम प्रजारूपम मोहते नरके गते। यो मोह भनेको नरकको गति हो, नरक गई छ। यो मोहलाई त्यागिदिनुहोस्। यो प्रजारूपी मोह छ नि, यसलाई त्यागिदिनुहोस्। यो अज्ञान हो। अघि त यही त सम्झाउनु भएको थियो आत्मदेवले पनि, के अरे ती सन्यासी महात्माले पनि आत्मदेवलाई बुझेनन्। हेर्नुहोस्, ठेस नलागिकन चेतिँदैन क्या। एकचोटि ठेस लाएर लडिएपछि बल्ल थाहा हुन्छ यहाँ ठेस लाग्ने रहेछ, यहाँ बस्नुपर्छ है भन्ने हो कि। अघि ठेस लागेको थिएन, अब त ठेस लाग्यो आत्मदेवलाई। अब एवं प्रकारले गोकर्णका वचन सुनेपछि अब चाहिँ उहाँको बुद्धिको बिर्को खुल्यो है। हो, ठिकै हो। अघि महात्माले पनि यसै त भन्नुभएको थियो, मैले नबुझेर मोहमा फसेर अब गर्ने त गर्ने, के गर्ने, किम कर्तव्यम बने तात तत्त्वम वद सविस्तरम। हे पुत्र, मैले के गर्नु, कहाँ जानु, म अन्धो जस्तो भएको छु। म खाल्डामा पसेको अन्धो जस्तो भएँ। अब म लङ्गडो जस्तो छु, त्यो खाल्डाबाट निक्लिन पनि सक्दिनँ, अन्धो छु, देख्दा पनि देख्दिनँ, कहाँ जाने कता के गर्ने यस्तो भएको छु। कर्मणा पतितो नूनम, म आफ्नो कर्मको प्रभावले गर्दा आफै फसेको छु। त्यसकारणले गर्दा मामुत गर, मेरो उद्धार गर हे दयानिधि। हे गोकर्ण, मेरो उद्धार गरिदेऊ। मैले के गर्ने, कहाँ जाने, कसरी यो दुःखबाट पार गर्ने, यो भवसागर तर्ने उपाय बताइदेऊ भनेर आत्मदेवले गोकर्णसँग भन्नुभयो। पिताजीका यस्ता वचन सुनेर गोकर्णले बडा दिव्य उपदेश दिनुभएको छ। 2 श्लोकमा हेर्नुहोस्, जसलाई गोकर्ण गीता पनि भनिन्छ। 2 श्लोक बताउनु भएको छ, तर सर्वस्व सम्पूर्ण शास्त्रको सार बताउनु भएको छ। ध्यानपूर्वक सुन्नु होला। जसले मुक्ति चाहन्छ त्यसका लागि। यहाँ आत्मदेवले भन्नुभयो नि त, यो दुःखबाट कसरी पार तर्नु, यो समुद्रबाट कसरी पार तर्नु, मुक्तिको उपाय के छ यो बताइदेऊ भन्नुभयो। मुक्तिको उपाय बताउँदै हुनुहुन्छ। जसले मुक्ति चाहन्छ यी 2टा श्लोक टक्कै टिपेर हृदयमा थुनेर तद अनुरूप गरियो भने मुक्ति निश्चित छ, गर्नु चाहिँ पर्छ है। अब गोकर्ण भन्दै हुन्छ, हेर्नुहोस् के गर्ने भन्दा देहेस्ते मांस रुधिरे विमतिं त्यजत्वं जायासुतादिषु सदा ममतां विमुञ्च पश्यानिशं जगदिदं क्षणभङ्गनिष्ठं वैराग्यरागरसिको भवभक्तिनिष्ठ। हे पिताजी, यदि तपाईँ आफ्नो आत्माको कल्याण चाहनुहुन्छ भने, मुक्ति चाहनुहुन्छ भने सर्वप्रथम तपाईले के गर्नुपर्छ भने देहे अस्थि मांस रुधिरे अभिमति त्यज। यो देहमा जो अभिमान छ त्यो त्याग्नुहोस्। यो शरीरमा के छ, अस्थि मांस रुधिर, त्यही त छ नि। हड्डी छ, छाला छ, रगत छ, मासु छ, अनि यहाँ भित्र विष्टा इत्यादि बोकेका छन्। यो दुर्गन्ध शरीर हो नि। यस्तो दुर्गन्ध शरीरमा जो अभिमान छ नि, मेरो म भनेर जो रम्रेका छौं, म भन्छौं जो, त्यो ममत्वलाई त्याग्नुहोस् है। शरीरको मोहलाई त्याग्नुहोस् सर्वप्रथम त। अब त्यतिले मात्रै पुग्दैन नि, अरु के गर्नुपर्छ? जाया सुता दिसु सदा ममतां विमुञ्च। जाया भनेको पत्नी, सुता भनेको सन्तति,
जो पत्नी पति पत्नी छोरा नाति पनातिमा जो ममता छ नि त्यो ममतालाई त्याग्नु पर्दछ। जबसम्म यो ममतालाई त्याग्दैन तबसम्म मुक्ति निश्चित छैन। दो शब्दो बन्द मोक्षाय ममेति र ममेति च ममेति बद्धते जीवा नममेति प्रमुच्यते। गरुड पुराणमा गरुडजीलाई भगवान भन्दै हुनुहुन्छ दुईटै मात्रै शब्द हुन् यो संसारमा बन्धन र मुक्तका लागि। ममेति बद्धते जीवा म मेरो भन्यो भने बादी हो, नममेति प्रमुच्यते यो मेरो होइन, म त भगवानको हुँ, मेरो केवल भगवान हुनुहुन्छ, यो संसार सबै भगवानको सृष्टि हो, यो जसले सम्झन्छ ऊ मुक्त भएर जान्छ। त्यति मात्र होइन, पश्या निशम जगदिदम क्षणभङ्गनिष्ठम, यो संसार क्षणभङ्गुर छ, यो शरीर क्षणभङ्गुर हो, यो केवल झुटो, यो संसार सम्पूर्ण सबै जगत झुटो छ, मिथ्या हो, यो जान्नु पर्दछ। अनि वैराग्य राग रसिको भव भक्ति निष्ठ, वैराग्यले धारण गर्नुहोस् अनि भगवानको भक्तिमा निष्ठ भएर लाग्नुहोस् भन्नुभयो। यतिले पुग्यो त भन्दा पुग्दैन, अझै गर्नुपर्छ। के गर्नुपर्छ? धर्मम भजस्व सततम त्यज लोक धर्म, धर्म गर्नु सरी कसरी? त्यज लोक धर्म, लौकिक धर्मलाई त्यागेर धर्म गर्नुहोस्। बडा विचित्र कुरा आयो। अब धर्मलाई त्यागेर धर्म कसरी गरिन्छ?